एक्काइसौं शताब्दीको नेतृत्व गर्छु भनेर ठूला ठूला भाषण गर्ने नेकपा एमालेले भृकुटी मण्डपमा देखाएको दृश्य भने निकै निराशाजनक छ। महाधिवेशन लोकतान्त्रिक अभ्यास हो, यसमा कुनै विवाद छैन। तर नेतृत्व छान्ने नाममा सार्वजनिक स्थललाई कागजी फोहोरको डम्पिङ साइट बनाउनु चाहिँ कस्तो चेतना हो? जहाँ हेर्यो त्यही उम्मेद्वारका पर्चा, पम्पलेट, ब्यानर। सडक, फुटपाथ, खुला ठाउँ केही बाँकी छैन। भोट माग्ने जोसमा शहरको सौन्दर्य भत्काउने छुट कसले दियो? यस्तो दृश्य देख्दा अनुशासन, सुशासन र आधुनिक राजनीति भन्ने भाषणलाई नै गिज्याएको छ। अचम्म त के भने यति ठूलो पार्टीले आफ्नै कार्यक्रम स्थल व्यवस्थापन गर्न सकेन। वातावरणीय जिम्मेवारी आज लग्जरी विषय होइन, न्यूनतम मापदण्ड हो। तर एमालेको महाधिवेशन स्थल हेर्दा यो कुरा नेताहरूको प्राथमिकतामै नपरेको जस्तो देखिन्छ। बुधबार बिहान काठमाडौँ महानगरपालिकाले ब्रुमर चलाएर फोहोर उठायो। स्वाभाविक प्रश्न उठ्छ, यो काम पार्टीले आफै किन गरेन? प्रचार सकेपछि हाम्रो फोहोर हाम्रो जिम्मेवारी भन्ने चेतना किन आएन? 21औं शताब्दीको नेतृत्व कागजमा लेखिएको प्रतिबद्धताले होइन, व्यवहारले प्रमाणित हुन्छ। भृकुटी मण्डपको कागजी फोहोरले एमालेका दाबी र अभ्यास बीचको दूरी प्रष्ट देखाइदिएको छ। अब कम्तीमा आत्मसमीक्षा गर्ने कि नगर्ने त्यो चाहिँ पार्टीकै हातमा छ।